ल यहाँको भ्यू चाहिँ यस्तो दामी छ हेर्नु एकदम जता हेऱ्यो उतै रमाइलो छ फेरि यताको भ्यू चाहिँ अनि यस्तो छ Oh my God! Wow! Hello everyone. हामी जाँदैछौँ कुन मन्दिर रे जर्मन हामी जाँदैछौँ जर्मन मन्दिर तपाईहरुलाई देखाउँछु हामी चाहिँ यहाँको भ्यूहरु हामी चाहिँ एउटै मन्दिर मात्रै घुम्ने रे धेरै मन्दिर छ 1000 रुपैयाँ भन्दै थियो फेरि के जानु भनेर हामी चाहिँ एउटा मन्दिर जाँदैछौँ हाम्रो पछाडि हुनुहुन्छ दुईजना सरहरु हाम्रो म्याम सरहरु हुनुहुन्छ अगाडि हामी चाहिँ जाँदैछौँ भ्यूहरु म चाहिँ देखाउने छु है त सीनहरु सीन आज चाहिँ घुम्न लायककै मौसम गरिदिरहेछ फेरि अन्धकार घामै लागेन लगभग 10-11 बजी भइसक्यो होला जस ल है घुमायो भनेर त्यहाँ छ मौसमले पनि ठिक छ यताबाट चाहिँ भ्यू देखिन्छ हैन यस्तो छ भ्यू चाहिँ मन्दिर चाहिँ अब यहाँबाट हामी निस्किन्छौँ है त दामी छ भ्यू चाहिँ र हामी गएको अर्को ठाउँ गयौँ भने देखाउँछु है त हामी चाहिँ अर्को मन्दिर जाँदैछौँ है त अब देखाउनेछु अगाडिको भ्यूहरू सरहरू चाहिँ अगाडि पुगिसक्नु भयो तपाईँलाई देखाउने छु गौतम बुद्ध पारे अड्डेको चाहिँ पहिलोचोटि देख्दैछु अड्डेको रात्रि मैले गौतम बुद्धको त्यो वाला देखेको थिएँ कि बसेर त्यो टोपी लास्टै हुन्छ नि दिदी त्यसैलाई देखेको थिएँ कि त्यसको बोक्राको टोपी लास्ट ए तल अझै पेन्टिङ गरेर हिँड्छन् माथि मात्रै मूर्तिलाई मात्रै रहेछ देखाउँछु है त ल वाउ ल म तपाईँहरूलाई वाउ ठाउँ देखाउँछु ए देख हेर वाउ देखेँ मैले नाइस भ्यू होइन दामी छ होइन दामी टन्नै छ मान्छेहरू त्यस कमलको फुलहरू आज म हेर्न गएको कमलको भन्ने जस्तो भइहाल्यो गीत चाहिँ ओके ल हुन्छ हामी फेरि पनि अर्को टेम्पलमा आइसकेको छौँ जाँदैछौँ अब हामी हिजो अब चप्पल चढ्ने रहेछ हामी चाहिँ ठ्याक्क चप्पल लगाएर आछौँ ल यताको सिन चाहिँ यस्तो छ है त विभिन्न एकदम ठाउँहरू राम्रो छ सुइटेबल अहिले चाहिँ अलि गर्मी गरिसक्यो ल हामी चाहिँ जाँदैछौँ मन्दिर भित्र चाहिँ बनाउनु मिल्दैन
एकदम घुम्नको लागि राम्रो छ तपाईहरु आउन सक्नुहुन्छ भित्र बनाउन मिल्दैन हैन ल यहाँको भ्यू चाहिँ यस्तो दामी छ हेर्नु एकदम जता हेऱ्यो उतै रमाइलो छ फेरि यताको भ्यू चाहिँ अनि यस्तो छ यहाँको टेम्पलहरु एकदम सुइटेबल अनि वाउ जस्ट वाउ भन्ने टाइपको छ है त सिनहरु पनि यतै धेरै राम्रो छ कि यहाँको त कतै मेन्टेन गरे है यस्तो मेन्टेन गरे यस्तो दामी जाँदैछौँ अगाडि के को भिडियो म भ्लग बनाइरहेको छु बनाइदिउँ ल एकैछिन है ल यहाँ चाहिँ यो नचाउने रहेछ एक लट नचाइदिउँ यसलाई पकड्नु गाइस ये यस्तरी घुमाउँदै छ है जोड लगा के हाइसे त्यो घुम्न दिएन अनिका हुन त यति भारी छ अनि घरको त भइहाल्यो हजुर विदेशीहरू पनि आएको छ नै घुम्नु आज खान पाइन्न होला अहिले तर भोक त लागिसक्यो पानी पनि ल्याउनु पर्ने छ कस्तो पानी वाउ हावा चाहिँ बाबा लागिरहेको छ चलो फिर चलते हैं लास्ट ठाउँमा हामी आइसक्यौँ लास्ट अन्तिम यात्रा यहीसम्म ओ यता पनि छ त दिदी अघि न हल यो अघि न हल यो चाहिँ यता बन्दै छैन होला ल फाइनली आजको भ्लग चाहिँ यहीसम्म रहेको छ बाई बाई